हेलो साथीहरू, आजको नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज मकै गोड्न आएको छौँ यहाँ बारीमा। घाँस काट्दैछ यहाँ एकजना मान्छे। मकै चाहिँ बक्लै बक्लै छ, अब छाँटेर गोड्नु पर्ने छ, एकरी गर्नुपर्ने छ। यो तलकोहरू चाहिँ अस्ति दोहोरे पनि हानिसकेको। यो तरुलको मुन्टा खानु मिले त रहँदैन थियो होला। तरुलको मुन्टा बडा बडा भइरहेछ। अनि मल थोरै गरेको हो त। अनि यसपालि त त्यो तल पुच्छर बारीमा नगरेको, यतै माथि मात्रै गरेको। मकै छाँट्ने कार्यक्रम हुँदैछ। गाई ठुल्ठुलो उखाल्ने हो, मसिनो राख्ने हो। मकै उखाल्ने यो भ्याकुरो पनि उम्रेको रहेछ। उखाल्नै आउँदैन नि भरे ठुल्ठुलो उखालेर मसिनो राख्ने भन्छ। त्यस्तै उखाल्ने हो। के भन्छ अब, उखालिदियो भन्दा नसुनेपछि त्यस्तै हो। मकै गोड्नु सुरु। अब मैले यहाँ गोडेँ, 2 कोदालोमा गलेँ। यहाँ यति घाँस काटिवरी यहाँनिर यति गोडेर यो मकै छाँटेर यहाँ खन्दैछौँ। यसले खने कि अरे खन्नुभन्दा धेरै झारो पाउँछ। फेरि आज पनि आइयो मकै गोड्नु। हिजो गोडिसकिएन, घाँस काट्दैछ। हिजो त्यतिसम्म गोड्यौँ, आधी घन्टा जतिमा। अल्छी नगर्दा त 1.5 घन्टामा त सक्ने हो कि। अल्छी लाग्छ। यति सक्यौँ है गाइजहरू। मकै गोडेर यहाँ यति बाँकी छ। यो भोलि आधी घन्टामा सक्छौँ 3 दिनलाई साँचेको मकै गोड्नु। यहाँ घाँस पनि काटेको छ, यहाँ मकै छाँट्दैछ। मेरो चाहिँ हालत यस्तो छ, पसिनै पसिना।